So welcome back to my channel. So नमस्ते नमस्कार एभ्रिवान, इट्स माई एन्डियास भ्लग सो नयाँ भिडियोको साथमा हजुरहरूमा आइसकेको छु म एन्डियास भ्लग। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सो आज चाहिँ घर जान लागेको, त्यही भएर आज एउटा नयाँ भिडियोको साथमा हजुरहरूमा आइसकेको छु। सो अनि अब आज घर जाँदाखेरि देखिने भ्यू कस्तो देखिन्छ हेर्दै गर्नु होला अन्तिमसम्म। मेरो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला। सो साथीहरू, अहिले चाहिँ हामी डाँडापाखर भन्ने ठाउँमा आइपुगेका छौँ। यो ठाउँको नाम चाहिँ डाँडापाखर हो हैन। यो चाहिँ डाँडापाखर भन्ने ठाउँको बस्ती। सो पारिपट्टि चाहिँ अब के भन्छ यसलाई चाहिँ ठ्याक्कै थाहा भएन है, पारिपट्टिको नाम चाहिँ। अब भ्यू चाहिँ यस्तो देखिरहेछ, आकाशतिर हल्का हल्का बादल परिरहेछ हैन। जोस घाम लागिरहेछ, राम्रो रमाइलो भइरहेछ है त। फाइनली साथीहरू हामी खरेढुङ्गा आइपुगिसक्यो। हेर्नु होला खरेढुङ्गा चाहिँ यस्तो दामी देखिन्छ हैन। साथीहरू, अहिले चाहिँ हामी खरेढुङ्गाको टपमा आइसक्यो होइन, माथि डाँडामा। अनि यहाँबाट चाहिँ अब यस्तो दामी भ्यू देखिने रहेछ। सो तपाईँहरूलाई देखाउँदैछु, हेर्नु होला है त। सो उतापट्टि चाहिँ हिमालहरू देखिन्छ होइन। त्यो चाहिँ के हिमाल हो त्यो थाहा भएन, तर होइन राम्रो देखिरहेछ। त्यो बादलै बादलै छेकिरहेछ क्या आज। अनि सो अब यतापट्टि चाहिँ डाँडै डाँडा छ। अनि यहाँबाट घुम्दै गयो भने चाहिँ त्यहाँनिर देखिने यो बादलले ढाकेको ठाउँमा चाहिँ त्यहाँ गौरीशङ्कर हिमाल हो। फाइनली साथीहरू, खरेढुङ्गाको माथि डाँडाबाट देखिने भ्यू चाहिँ यस्तै छ होइन। यहाँ तल चाहिँ ठुलो बस्ती रहेछ कि, राम्रो रमाइलो छ होइन। बस्तीहरू चाहिँ दामी छ, यस्तै छ। तर हावा चलेर होइन भिडियोमा खर 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 आइरहेछ। के गर्ने, यस्तै छ। गौरीशङ्कर हिमाल चाहिँ यस्तो देखिन्छ है त।